राम्रो छ कहाँ छौँ हामी मुस्ताङ आउनु होला अप्पर मुस्ताङमा हिउँ खेल्न चिसो हो क्या तास्तो चिसो छ कति चिज धेरै छ चाइनामा उता हिउँ परेको छ र नेपालमा यस्तो हिउँ परेको छ भगवानको त गाउँ रक्सी हाल्न मिल्छ त अनि किन हालेको त ए अलिकति खाइदिने नि हो कि चिसो छ यार चिसो छ यति चिसो छ वाइ ए यम नेपाल यस्तो देशो चाइनामा हिउँ नपरेर नेपालमा हिउँ परेको छ बाहिर बाहिर चाइनामा हिउँ परेको छैन तर नेपालमा हिउँ परेको छ सिकान झरे टुपीले पुस्नु पर्यो अनि तपाईँ हात झर्छ क्या हो बाबा माफी बनाउँछु के दुःख दिने दुःख चिसोले माथि हात उगेर छ पन्चा लगाएर पनि मान्छेहरू युरोप अमेरिकाको हिउँ खेल्ने भन्छन् आफ्नो हिउँ खेल्ने यस्तो मजा हुन्छ नि त्यही त ओहो बाटो फेरि हिउँ यस्तोमा त बाइक लड्किन्छ हेर अब त ल वेलकम अनि नमस्ते सबैजनालाई मेरो प्यारा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू सबैजना सन्चै आरामी हुनुहुन्छ होला होइन म पनि एकदम ठिक छु सो आज म चाहिँ यहाँ अप्पर मुस्ताङ आएको थिएँ अप्पर मुस्ताङको आज म चाहिँ यहाँ लुमनठाङ बसेको थियो हिजो म चाहिँ उता खै के नामी बिर्सेको थियो खै के गाउँ घुम्न गएको थियो अनि म गएको छैन थिएँ यत्रो गाउँमा गयो अनि आज चाहिँ म ट्याक्कै अप्पर मुस्ताङ छु अप्पर मुस्ताङ लुमनठाङ बसेर अब म चाहिँ चाइना बोर्डर जान लाग्छु अन्त ट्याक्कै घाम आइसकेको छ चाइना बोर्डर गएर अनि त्यहाँ हिउँ परिरहेको छ चाइना बोर्डरमा अनि त्यहाँको मौसम चाहिँ एकदम खतरा छ क्या क्लियर छ भन्दा क्लियर छैन तर त्यहाँ यहाँबाट हेर्दाखेरि चाहिँ पुरै बादल बादल देखिरहेको छ अहिले उता चाहिँ हिउँ परिरहेको छ क्या सो तपाईँहरूलाई यो भिडियो कसो लाग्छ जस्तो लाग्छ उस्तै सल्लाह सुझाव दिनु चाहिँ नबिर्सनु होला कुन ठाउँबाट हेर्नु चाहिँ लाइक कमेन्ट सेयर पनि गर्नु होला अनि सबैसँग सेयर गर्नु होला मुस्ताङको यस्तै नयाँ नयाँ ठाउँको भिडियो हेर्न चाहनुहुन्छ भने आज चाहिँ बबाल हिउँ परेको छ माथि चाइना बोर्डरमा त्यो हिउँ हेर्नुपर्छ होइन ल लेट्स गो सो अहिले म चाहिँ ठ्याक्कै छोसेर गुफा भन्दा अलि माथिको जहाँ छोसेर चौकीबाट अगाडि उखालो लागिसकेको छु म यहाँबाट बोर्डर माथि धेरै डाँडा काटेर जानुपर्छ माथि हिउँ परिरहेको छ अब हामी त्यहीँ लगभग पुग्न आँटेका छौँ अनि मैले बाटोमा चाहिँ भिडियो बनाएन लगभग अब यहाँदेखि अगाडि चाहिँ हिउँ पर्न सुरु भइसकेको छ जुन देखिरहेकोमा चाहिँ एकदम धेरै हिउँ छ अब योभन्दा माथि अन्तिमसम्म हेर्नु होला भिडियो ल अब यहाँबाट 10-15 मिनटमा पुग्छौँ यहाँ हो माथि हेर्नु त भेडाहरू चलिरहेको छ यहाँ च्याङ्ग्राहरू चढ्नै सकेन भेडा च्याङ्ग्राहरू छ यहाँ यतातिर अनि बबाल हिउँ परेको छ यहाँ माथि झन् धेरै परेपछि यो त उद्घाटन मात्र यो उद्घाटन मात्र यो भन्दा झन् धेरै माथि छ समापन बाँकी छ यस्तोमा घाम लाग्यो भने गाडी चल्दैन नि फेरि अलि माथि त तर्किन्छ यस्तो हिउँमा चराहरू हेर्नु त कति हो यो चाहिँ अप्पर मुस्ताङको लुमनठाङ चाइना बोर्डरमा हो 24 नम्बर पिलर सेतो हिउँ छ अलि बोर्डरमा झन् धेरै हिउँ छ माथि बबाल जति माथि आयो उति धेरै हिउँ छ जति माथि आयो उति धेरै हिउँ छ अब यहाँबाट चाहिँ लगभग नजिक अलि लाग्छ हौ 5-10 मिनट त जान त अझै सेतो हिउँ बाटोको छेउतिर ओ माई गॉड बबाल कस्तो रमाइलो दृश्य के भन्नु मैले अप्पर मुस्ताङ चाइना के भनौँ भन्ने अवस्था भइसक्नु भएको छ सर यहाँ के भनौँ भन्ने अवस्थामा दृश्य आफै बोल्छ ए सब हिउँ पहिले यो भन्दा डबल मार्फततिर पर्थ्यो तर अहिले पर्न छोडेको छ तपाईँहरूको छुट्टै गाडी नै हिउँ परेर रहेछ चिसो मौसम अब यहाँ पनि बाटोमा भरि हिउँ देखिन थाल्यो अब नावर पनि देखिन्छ यतातिर अब माउन्टेन गट पछि बस्नेले भिडियो बनाउन पाइनन् होइन बाटैभरि हिउँ छ
साइडबाट ल्याउनु न साइडको भ्यू ओहो बाटोभरि हिउँ त्यस्तोमा त बाइक लड्किन्छ यार अब त ओहो यस्तोमा त बाइक लड्किन्छ ल्याम ल्याम फल्दिन्छ अहिले होइन अलिक पछि यहाँ लड्किसकेको रहेछ त्यहाँनिर देख्नुभयो पुरा पाइला आहा हामी भने एउटा गाडी ओए पानी हिउँ छ्याक 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 गरेर निस्केछ त्यहाँ हाइट गोपाल कुमारी बाइकहरू आउँदैछ मान्छेहरू युरोप अमेरिकाको हिउँ खेल्ने भन्छन् आफ्नो हिउँ खेल्दा यस्तो मजा हुन्छ नि त्यही त अब खेल्न अब हिउँ यहाँ मुस्ताङमा हिउँ खेल्दा आफ्नै हिउँ यहाँ चिसोले यहाँ बसी सकेनन् चलाउन चिसोले माथि हात उगेर छ पन्चा लगाएर पनि चाहिँ आनी किन दौडे बारे हजुर किन भने त्यो साउन्ड पठाउनु होइन उयो आज क्या के पुरै हिलै हुन्छ नि जाने ए ल छिटो आउनु बस्नु नेपाल यस्तो देश हो चाइनामा हिउँ नपरेर नेपालमा हिउँ परेको छ बारे त्यो बारे चाइनामा हिउँ परेको छैन तर नेपालमा हिउँ परेको छ आमाको पारि चाइनिज गाडी कति दौडेको है प्राकृतिकले नि छुँदा चाइनामा हिउँ छैन क्या साँच्ची भन्ने हेर्नु न पारि है ऊ पारि नावर हेर्नु हाकिमहरू पारि ती ऊ पारि पारि नावर हो कि त्यो चितल हो ए चरायो यार त्यो त चरायो जस्तो के हो जुम अहिले गरौँ न नाचिनु न आउँदैतिर लगिन्छ चरायो होइन यो नावर हो नावरको सिङ यस्तो हुन्छ र बच्चा रहेछ सेम त्यो हरिण जस्तो देखेछ क्या सिङ त्यहाँ बारी एउटा मात्र छ त्यही पनि खाइरहेछ बिचरा भोकता हो यहाँ मान्छेलाई होइन जनावरलाई नेपालमा यति धेरै हिउँ छ यति धेरै छ उता चाइनामा केही छैन बिचरा हिउँ खेल्दा नेपाल आउनुपर्छ उनीहरूलाई गेट खोलेर उनीहरू त एकैछिन आउँछन् अहिले एकैछिनमै उनीहरूको त्यहाँ माथि सोरुम छ नि गाडी भित्रभित्र जान्छ बोल्दैन त्यहाँ अहिले यस्तो रहेछ उस्तो रहेछ सो फाइनल चाइना आइपुग्यो त्यहाँ तलपट्टि परेर रहेछ नि हो यहाँभन्दा बढी त्यहाँ छ क्या अहिले त्यहाँ त्यो सवाल त यहाँ चाइना बोर्डरमा आएर अहिले हिउँको यहाँ चाङ्लो परेको छु पिलरमा यो चाहिँ हिउँको देखिरहेको छु डल्ला परेन क्या चाइनामा एउटा हिउँ परेको छ र नेपालमा यस्तो हिउँ परेको छ जस्तै हात खिच्चायो उडाउनु न यो के हो यो चाहिँ हिउँ हो माथि नेपालमा हिउँ परेको छ उता पारि हिउँ चाइनामा भिडियोमा त हिउँ परेको छैन अलिकति हिउँ चाहिँ अलिकति खाइदिने नि हो कि सो अहिले म चाहिँ यहाँ ठ्याक्कै चाइना बोर्डरमा आइपुगेको छु यहाँ यता चाहिँ नेपालमा चाहिँ एकदम धेरै हिउँ परेको छ योभन्दा अझै तल धेरै परेको छ बोर्डरमा अनि बोर्डरको रुममा चाहिँ पिलरमा चाहिँ छैन उता चाइनामा चाहिँ हिउँ परेको छैन जस यहाँ धेरै हिउँ छ अब हामी चाहिँ यहाँबाट चिया कफी सफी खान्छौँ अनि यहाँबाट निस्किन्छौँ अनि जस रमाइलो छ यहाँ चिसो चाहिँ लास्टै चिसो छ यहाँ यति चिसो छ यति चिसो छ म चाहिँ अलि सुतर लाग्छ तर पातलो कपडा लगाएको क्या सो त्यही भएर तलतिर लुमथाङतिर चाहिँ अलिअलि तातो छ तर यहाँ लास्टै चिसो भयो क्या सो त्यही भएर अब चाहिँ देखिराख्नु भएको छ नि त यहीँ ओए कति धेरै हिउँ रहेछ ए यति धेरै हिउँ छ यहाँ अब यहाँ लेखौँ है यो यस्तो के लगाऊँ वाइ ए एम मेरो नाम द्याट इज माई नेम अनि सो अब यहाँबाट चाहिँ त्यहाँ चिया खान जान्छौँ अनि
चिया खाएर फर्किन्छ चाइनिज चिया खाने अब यहाँ जस्तो रमाइलो छ ठ्याक्कै उसले गर्दा चाहिँ अहिले बन्द भएको छ के अरे यातायात व्यवस्थाको आन्दोलनले गर्दा चाहिँ हात झर्छ क्या हो बाबा माफी बनाउँछु के दुःख दिने दुःख भिडियो बनाउनु खोजेको लास्ट चिसो हो क्या अनि उनीहरूले गर्दा चाहिँ यहाँ जति कति टुरिस्टहरू आउँछ कति नेपालीहरूले हिउँ खेल्न पाउँछ होला योभन्दा अझै तल धेरै हिउँ परेको छ अहिले म चाहिँ त्यहाँ पनि जान्छु सो त्यही भएर यहाँ चाहिँ चाइनिज बाइकहरू तन्दैछ अनि यहाँ अब भित्र जाने होला यहाँबाट यो चाहिँ चाइनिज बाइक हो यी चाइनाबाट आएको बाइक हो यहाँ फर्छ अब हामी चाहिँ यहाँ दरबारभित्र बस्छौँ नेपालको दरबार तातो छ त भित्र त नेपाली रेडबुल चाइनिज रेडबुल छुर्पी चक्लेट चिक्लित रहेछ चिक्लेट रक्सी यो चाहिँ गौतम बुद्धको टाउकोमै रक्सी छ यहाँ भगवान्को अनि भगवान्को टाउकोमा रक्सी हाल्न मिल्छ त अनि किन हालेको त ए यो चाइनिजले हाम्रो गौतम बुद्ध भगवान्को बेइज्जती गरे यसो चौकामा रक्सी हाल्न नमिल्ने यस साउनीले चाहिँ यहाँ के हाल्दैछ चिया तातो पानी हाल्दैछ यो जुस हो यो रेडबुल सो अब चाहिँ तातो पानी खान लागेको छ हामी अनि तातो पानी खाएर चाहिँ अब झर्छौँ अलिअलि यहाँ यिनीहरू देखाएको छ के अरे नयाँ नयाँ चिज के छ त्यो किन्नु छ आउनु त सधैँ आइरहेको छ त्यही नयाँ चक्लेटहरू के आएको छ कि भन्ने कुरा हुन्छ अनि नजिक 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 अनि तल क्यामेरामा क्यामेराले हान्ने आँखा लाग्यो ल फोटो खिचौँ बबाल हिउँ कस्तो लाग्दैछ एकदम राम्रो छ कहाँ छौँ हामी मुस्ताङ आउनु होला अप्पर मुस्ताङमा हिउँ खेल्न चिसो हो क्या खासै चिसो छ कति चिज धेरै छ सो अहिले म चाहिँ ठ्याक्कै यहाँ चाइना बोर्डरबाट अब यहाँ फर्किँदैछु उतातिर तन्न हिउँ परिरहेको छ उतातिर अनि अब म चाहिँ यहाँबाट झर्दैछु अनि चिसो त लास्तै चिसो छ बिरामी भन्छ टुपी लगाएको छ टुपी हातमा चाहिँ भन्छ तर बिरामी चाहिँ बिरामी भन्छ थाहा छ तर त्यही पनि यस्तो हिउँ छ देखिरहेको छ जतासुकै हिउँ छ अनि सिकाइ झरे टुपीले पुस्नु पऱ्यो अनि तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो जस्तो लाग्यो उसी सल्लाह सुझाव चाहिँ दिनु नबिर्सनु ल यो चाहिँ आज कति गते हो कति जेठको 21 होइन 2082 जेठ महिना 21 गते पनि यो लोमनठाङभन्दा धेरै माथि हिउँ परिरहेको छ देखिरहेको उतातिर पनि हिउँ परिरहेको छ अनि यता हिउँ खेलिरहेछन् मान्छेहरू जस रमाइलो भएको छ अनि सो तपाईँहरू यस्तो मुस्ताङतिर आएर यस्तो हिउँ जतासुकै नुन छ रमाइलो छ पसन्द छिर्छौँ अनि सो अब यहाँबाट फर्क्यो उतातिर लोमनठाङतिर चाहिँ हिउँ छैन माथि बोर्डरमा पनि हिउँ छैन नेपालमा मात्र हो अहिले तल तपाईँहरूलाई जस्तो लाग्यो उस्तो यो भिडियो अन्तिसम्म हिँड्ने मेरो प्यारा दादा दिदी बहिनीहरूलाई धेरै धेरै धन्यवाद जस्तो लाग्यो उस्तै सल्लाह सुझाव लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला है जय मुस्ताङ जय मुक्तिनाथ।